16 महिना चाहिँ नदेखिकन फोनमा मात्रै बोलेको थियो। लाइफमा चाहिँ एकदम सेकेन्ड चान्स चाहिँ सबैले डिजर्भ गर्दो रहेछ। त्यो चाहिँ मलाई चाहिँ अब थाहा भयो फेसबुकदेखिबाट भेट भएको भनेर, तर फेसबुकदेखि चाहिँ एकदमै भेट। हेलो एभ्रिवान, लस्सु फेपुला नमस्ते। र फेरि पनि आइसकेँ अर्को एउटा भिडियो लिएर होइन। मैले भनेको थिएँ अब 2 बजी चाहिँ भिडियो लिएर आउँछु भनेर, तर 2 बजी चाहिँ मैले एकदम ल्याउन सकिनँ होइन, किनभने आज चाहिँ एकदमै बिजी थिएँ, कस्टमरहरू पनि हल्का थियो, त्यही भएर एकदमै भिडियो मैले लिएर आएको छु। जाइलाको आपा र म चाहिँ कहाँदेखिबाट भेट भयो, कसरी भेट भयो होइन, त्यस विषयमा लिएर होइन। र हजुरहरू को इन्ट्रेस्ट हुनुहुन्छ हाम्रो लभ स्टोरी सुन्नुको लागि है। र लभ स्टोरी चाहिँ एकदमै सिम्पल छ होइन। र कहाँदेखिबाट हामी चाहिँ भेट भयो, म चाहिँ कहाँदेखिबाट भेट भयौँ भन्दाखेरि चाहिँ म चाहिँ अब पहिलाको भिडियोहरूमा पनि मैले भनिसकेको थिएँ हजुरहरूलाई, म बेङ्गलोरमा पार्लरमा जब गर्थेँ भनेर होइन। र म चाहिँ अब बेङ्गलोरमा जब गरिरहेको थिएँ होइन। र त्यति बेला चाहिँ मलाई चाहिँ एकजना आस्याङले हाम्रो घर छेउको आस्याङले फोन गरेर अब भन्नुभयो कि यस्तो यस्तो यो छ भनेर, अब आस्याङले मिलाइदिनु भएको भनेर भनौँ न होइन। र सबैजनाले सोच्नुहुन्छ कि हामीहरू फेसबुकदेखिबाट भेट भएको भनेर सोच्नुहुन्छ, तर हामी चाहिँ एकदमै फेसबुकदेखि चाहिँ भेट भएको होइन। र हामीलाई चाहिँ एकजना आस्याङले मिलाइदिनु भएको, त्यो आस्याङको नाम चाहिँ हो हर्कराज आस्याङ हो। आस्याङले हेर्नुभयो भने सोल्टिनीले त मेरो भिडियो हेरिराख्नुहुन्छ, उहाँलाई थाहा छ सबै हामीहरूको बारेमा होइन। अब आस्याङ पनि यस्तो हुनुहुन्छ होइन, साथी जस्तो, आफ्नै साथीलाई आफ्नै भान्जीसँग मिलाइदिने कोसिस गर्नुहुन्छ हो होइन। र अब जे पनि गर्नुभयो राम्रो गर्नुभयो जस्तो लाग्छ होइन। अहिले चाहिँ मलाई चाहिँ अब अहिले बुझ्दै जाँदाखेरि र के भयो भन्दाखेरि म चाहिँ अब मेरो अब हल्का लाइफ कहानीको बारे लाइफ स्टोरी भन्छु होइन। म चाहिँ सोच्दै थिएँ अब म त अब बेङ्गलोरमा सेल्फ डिपेन्ड भएर काम गरिरहेको थिएँ, यो वहीँ जब गरिरहेको थिएँ होइन। म चाहिँ सोच्दै थिएँ म चाहिँ अब चाहिँ बिहा गर्दिनँ, म चाहिँ बिहा गर्दिनँ भनेर सोचिरहेको थिएँ नि त नि होइन। तर के गर्नु, विवाह मृत्यु र जन्म भनेको त कसैले भन्न सकिँदैन रहेछ होइन। त्यो सबै किस्मतको खेल रहेछ होइन। र सोचिरहेको थिएँ अब बिहा भनेको के गर्नु भनेर अब त्यस्तो सोचिरहेको थिएँ, किनभने अब धेरै कुराहरू थियो होइन। र त्यो सबै कुराहरू गर्दै जाँदाखेरि त यति लामो हुन्छ भिडियो, हजुरहरू सुतिसक्नु भएको हुन्छ त्यति बेला मेरो सुन्दा होइन। र त्यति लामो चाहिँ नजाऊँ होला। र म चाहिँ सोचिरहेको थिएँ म चाहिँ अब बिहा गर्दिनँ, अब यतिकै कमाउने हो यतिकै बस्ने हो भनेर सोचिरहेको थिएँ। र आस्याङले चाहिँ अब सडनली फोन गरेर मलाई भन्नुभयो कि मेरो एकजना साथी छ, यस्तो यस्तो बात गर तिमी भनेर भन्नुभयो होइन। मलाई चाहिँ अब मैले चाहिँ सोचेँ अब बात गर्ने बित्तिकै अब बिहा गरिहाल्नुपर्छ, म त बिहा गर्दिनँ, मलाई त यस्तो यो बिहा सियामा मलाई त विश्वासै लाग्दैन, छोरा मान्छेसँग पनि विश्वास लाग्दैन, प्लस यो शादी बिहामा पनि मलाई विश्वास लाग्दैन भनेर म चाहिँ एकदम म त बात गर्दैन आस्याङ भनेर म त्यतिकै बसिरहेको थिएँ होइन। र अब यता मलाई पनि भन्ने उता पनि भन्ने कि उता पनि बात गर उसको साथी अब मिलाउनु भएको हो आस्याङले होइन। उता पनि बात गर भने यता मलाई पनि बात गर भने, अनि त्यसरी नै अब झन्डै हप्ता 20 दिन जस्तो नै त्यसरी अब मलाई भनिराख्नु भयो आस्याङले, भान्जी यस्तो छ, मेरो साथी छ, एकदम राम्रो छ, जाँड रक्सी केही खाँदैन, यस्तो खाँदैन उस्तो खाँदैन, के खाँदैन त्यो खाँदैन भनेर भन्नुभयो है। अन्त मैले चाहिँ सोचेँ अब के अरे बात गर भनेर भन्नुभयो होइन। अन्त म चाहिँ अब आस्याङलाई मैले सिधै भनेको थिएँ, म त आस्याङ यस्तो के अब लच्छुहरू चाहिँ पहिला अरुणाचलमा थियो नि त, माली भन्ने जग्गामा, अनि म अब यस्तो हुन्छ नि त, मैले चाहिँ अब पहिला म त धेरै साल अगाडि त्यो माली भन्ने जग्गामा गएको थिएँ, एकदमै खेती गर्ने जग्गा के। अन्त अब आफू त कहिल्यै खेतीमा काम गरेको छैन, थाहा छ अब खेतीको काम पनि जान्दिनँ, अब खेतीमा बस्नु पनि सकिँदैन होइन। अब मालीको यस्तो सोचेँ मैले, मालीको केटासँग बिहा गऱ्यो भने त अब खेतीमा काम गर्नुपर्छ, अब खेतीमा बस्नुपर्छ। म त मैले आस्याङलाई डाइरेक्ट भने होइन, आस्याङ म त खेतीमा बस्नु त सक्दिनँ, खेतीमा काम गर्नु सक्दिनँ, अब त्यत्रो कति अब सबै खेतीमा काम गर्छ मालीकोहरू त अब भनेर भनेको होइन। आस्याङले चाहिँ भन्नुभयो होइन भान्जी, अगर तिमी ओके छ भने उसले तिमीलाई खेतीमा राख्दैन, खेती लगाउँदैन, मैले सबै भनिसकेको छु, तिमी खेती गर्नु सक्दैन भनेर सबै भनिसकेको छु, ऊ पनि ओके भएको छ भनेर भन्नुभयो होइन।
र त्यसपछि चाहिँ मैले पनि अब ठिकै छ नि त, म पनि अब सिङ्गलै बसिरहेको थिएँ होइन। अनि अब कोही न कोही अब लाइफ पार्टनर अब त्यस्तै राम्रो खालको लाइफ पार्टनर आफूलाई बुझ्ने खालको लाइफ पार्टनर पायो भने त जिन्दगीमा अघि बढौँला भनेर अब त्यो सोचेर अब हल्का अलिअलि गर्दै अब बात गर्नु थालेँ लच्चुसँग होइन। बात चाहिँ अब यस्तो हामी फर्स्ट बात गरेको भनेको चाहिँ आसिङले नै कन्फरेन्समै कल लगाइदिनु भएको के, आसिङले नै उतादेखिबाट लगाइदिनु भयो। अन्त लु बात गर भनेर भन्नुभयो होइन। म चाहिँ अब भर्खरै अब ड्युटीदेखिबाट गएर टक्कै रुममा पुगेको मात्रै थिएँ, टक्कै आसिङको फोन आयो है। अन्त सिधै एकैचोटि कन्फरेन्समा फोन लगाएर त ल बात गर साथीसँग भन्नुभयो। आसिङ है, हेर्नुहोस् है कसैको आसिङले यस्तो गर्दैन नि, आफ्नै भान्जीलाई बात गराइदिइरहेछ उसकै साथीसँग होइन। अन्त आसिङले लु बात गर भनेर भन्नुभयो। अन्त बात गरेँ आज अब बिस्तारै अब अलिअलि गर्दै अब एकैचोटि त कहाँ बात गर्नु होइन। र अब कन्फरेन्समा बात गर्दा यता आसिङ पनि सुनिराख्नु भएको थियो, उता अब सबै त्यति बेला चाहिँ अब यतिकै हाई हेलो अन्त कहाँ हो कसो हो के हो भनेर त्यहाँदेखिबाट चाहिँ अनि नम्बर एक्सचेन्ज भयो है। अब आसिङले उसलाई दिनुभएछ, आसिङले मलाई पनि दिनुभयो, उसलाई पनि दिनुभएछ होइन। त्यसरी नै अनि अब नम्बर एक्सचेन्ज भएर चाहिँ त्यहाँदेखि चाहिँ अब बात गर्नु थाल्यौँ अलिअलि गर्दै। अनि अलिअलि गर्दै त्यहाँदेखिबाट चाहिँ हामी चाहिँ कोरोनाको टाइममा थियो है। कोरोनाको टाइम 2019 या 20 त्यस्तो कतिदेखिबाट बात गरेको। 19देखिबाट नै बात गरेको हामी। 19मा बात गऱ्यो। 19मा बात गरिसकेपछि चाहिँ 2 महिना चाहिँ अब उनीहरू अब त्यति बेला त कोरोनाको टाइममा त कति प्रोटोकलहरू हुन्थ्यो होइन। अब के भन्छ त्यो क्वारेन्टिन न के भन्छ त्यसमा बस्नुपर्ने यो होइन अब धेरै अब उयोहरू प्रोटोकलहरू अब फलो गर्नुपर्ने थियो। त्यति बेला चाहिँ के हुन्छ अब 2 महिना चाहिँ हामीले चाहिँ कन्टिन्यू बात गऱ्यो है। त्यो अब किन उयो गर्नु 2 महिना र के भयो भने 2 महिना चाहिँ हामीले चाहिँ कन्टिन्यू बात गऱ्यौँ। किनभने उनीहरू पनि अब ऊ चाहिँ अब फर्स्ट मसँग बात गर्दाखेरि चाहिँ ऊ चाहिँ घर छुट्टीमा आउनुभएको रहेछ नि त। छुट्टीमा आउँदादेखिबाट नै अब अलिअलि बात गर्नुभयो। त्यसको बादमा मसँग बात गरेको 15 दिन बादमा चाहिँ ऊ चाहिँ ड्युटी जानुभयो है। ड्युटी जाँदाखेरि चाहिँ अब त्यो अब कोरोनाको टाइममा अब क्वारेन्टिनहरू राख्छ के राख्छ त्यो प्रोटोकलहरूमा बस्दा ओर्दा 2 महिना चाहिँ एकदम कन्टिन्यू बात गऱ्यौँ। कन्टिन्यू भन्दा पनि अब म त अब ड्युटी जानु पर्थ्यो, अब त्यो टाइम पाएको बेला अलिअलि बात गर्थ्यो। अनि बेलुका ड्युटीदेखि आएको बेला एकछिन बात गर्थ्यो होइन। अब कन्टिन्यू बात गर्थ्यो भन्दाखेरि पनि यस्तो होइन, एकदम टाइम टु टाइम। सुत्ने टाइम भयो सुत। कोही केटाहरू त हुन्छ नि अब रातभरि बात गर्नु खोज्छ, अब कोही गर्लफ्रेन्ड बोयफ्रेन्डहरू हुन्छ अब होइन। हुँदाखेरि चाहिँ अब एकदमै रातभरि फोन यत्तिकै राखेर सुत, यत्तिकै तिमी पनि सुत म पनि सुत्यो, त्यस्तो चाहिँ थिएन। ऊ एकदम टाइम टु टाइम आयो खायो, खाना खायो, कस्तो छ के छ आफ्नो लाइफको बारेमा सोध्यो, उयो गरेर सोध्यो होइन। एकदम त्यहाँबाट सुत्ने टाइम भयो। त्यहाँदेखिबाट उता माथि बोल्दैन, मैले बोल्नु न बात गर्नु न भन्दा पनि बात गर्दैन। एकदम रुल्स चाहिँ यस्तो कस्तो खतरा फलो गर्ने मान्छे है। त्यहाँबाट अनि त्यसरी नै अब बात गर्दै जाँदाखेरि चाहिँ अब एक दुसरालाई अब बुझ्दै गयौँ, जान्दै गयौँ होइन। ऊ कस्तो म कस्तो सबै अब जान्दै जाँदाखेरि चाहिँ अब ओके राम्रो लाग्नु थाल्यो। सायद उसलाई पनि राम्रो लाग्नु थाल्यो होला र आज म यहाँ छु होइन। र 2 महिनाको बादमा चाहिँ के भयो भने उनीहरूको चाहिँ अब पोस्टिङ लद्दाख जाने भयो। पोस्ट अब कहाँ लद्दाख भन्थ्यो, अब कहाँ बरफै बरफ परेको जग्गा थियो त्यहाँ गयो है। त्यहाँ जानुभयो। त्यहाँ जानु हुँदाखेरि चाहिँ अब त्यहाँ अब जस्तो अब माथि चढ्दै गयो कनेक्सन खत्तम हुँदै गयो। कनेक्सन खत्तम हुँदै जाँदाखेरि चाहिँ अब जति माथि गयो उनीहरूको पोस्टमा चाहिँ अब एकदम नेटवर्क केही नहुने त्यहाँनिर चाहिँ। र त्यसै गरी हामीले कन्टिन्यू बात गरेको अट्याचमा बसेको भनेको चाहिँ 2 महिना बात गऱ्यौँ। 2 महिना बात गरेर चाहिँ उनीहरू चाहिँ अब माथि जानुभयो, पोस्टमा जानुभयो त्यहाँदेखि लद्दाखमा। त्यहाँदेखिबाट चाहिँ कल आउँथ्यो 15 दिनमा एक बार, हप्ता दिनमा एक बार, त्यो पनि ल्यान्डलाइनदेखिबाट है। ल्यान्डलाइनदेखिबाट त्यो पनि कति मिनटको लागि 10 मिनटको लागि। 10 मिनटदेखिबाट 11 मिनट भयो भने पछाडिकोहरू क्याङ हल्ला गर्नु थालिहाल्ने होइन। हो यस्तो कल अब त्यसरी अब एकदम
र त्यसरी नै म पनि अब उसको कलको वेट गर्दै हप्ता दिनमा एक दिन कल आउँछ। ल्यान्डलाइनको नम्बर आयो त यति खुसी लाग्ने नि त नि होइन, लच्छुको कल आयो भनेर होइन। अनि त्यहाँबाट कहिले चाहिँ यस्तो हुने, अब बल्ल बल्ल कल गर्नुहुन्छ उनीहरूको ल्यान्डलाइन आएको बेला। अब त्यो ल्यान्डलाइन पनि कति बेला आउँछ थाहै हुँदैन। अब त्यो ल्यान्डलाइन आएको बेला पनि मलाई अब कल गर्नु हुँदाखेरि म कहिले अब बिजी हुइदिन्छु ड्युटीमा, फोन उठाउनु पाउँदिनँ होइन। अब त्यसमा कल ब्याक गरौँ न भन्दा पनि लाग्दैन। त्यसरी नै अब त्यसरी नै गरेर अब हप्ता दिनमा एक दिन फोन वा 15 दिनमा कहिलेकाहीँ त 15 दिनमा एक दिन फोन र कहिलेकाहीँ त महिना दिनमा एक दिन कल आउँथ्यो। र त्यही पनि मैले अब कसैलाई मैले वचन दिएको छु, कसैलाई अब प्रमिस गरेको छु म छु होइन भनेर, र उसले पनि त अब विश्वास गरेर बसेको छ त, विश्वासघात त गर्नु भएन नि त नि होइन। अब त्यतिको टाइमिङमा चाहनु भने त त्यति बेला त मैले त हजारौँ बोयफ्रेन्ड बनाएर बस्नु सक्छु नि त नि होइन। तर मैले चाहिँ अब त्यस्तो कहिल्यै गरिनँ। लोयल्टी भन्ने चिज चाहिँ हमेसा राख्नुपर्छ है। एकबार लोयल्टी भन्ने चिज जान्छ नि, टुट्छ नि, विश्वास लोयल्टी त्यो कहिले पनि टुट्नु दिनु हुँदैन होइन। र त्यसरी नै अब महिना दिन 15 दिन हप्ता दिनमा कल आउने, अनि त्यसरी नै अब त्यसरी बित्दै कहिले आउने भन्दै आज आउँछु, भोलि आउँछु, पर्सि आउँछु, नर्सि आउँछु भन्दै 16 महिना बित्यो। 16 महिना चाहिँ एकदम गयो नि त अनि फोनमा। 16 महिना फोन गरेको बादमा चाहिँ त्यसपछि चाहिँ के भयो भने म चाहिँ त्यति बेला अब बेङ्गलोरमै थिएँ होइन। अन्त कहिलेकाहीँ अब र 16 महिनापछि चाहिँ जस्तो अब भेट भयो हामी चाहिँ अब एक्ज्याक्टली भेट भएको डेट भनेको चाहिँ 2020 को 3 सेप्टेम्बरको दिन चाहिँ हामी चाहिँ एक्ज्याक्टली भेट भएको गुवाहाटी एयरपोर्टमा है। एकदम त्यति बेला चाहिँ अब फाइनली अब 16 महिनाको बादमा चाहिँ भेट भयौँ, हेऱ्यौँ, देख्यौँ एक दुसरालाई होइन। अब त्यो भिडियो कलमा मात्रै देखेको थियो वा फोटोमा मात्रै देखेको थियो। 16 महिनापछि चाहिँ हामीले चाहिँ एक दुसरालाई देखेको है, अब आम्ने सामनेदेखिबाट। र त्यसरी नै अब भेट पनि भयौँ। अनि त्यहाँबाट चाहिँ फेरि हामी एकैचोटि अब भेट हुने बित्तिकै अब भागी बिहे भनौँ न, बिहे गऱ्यौँ, अब बिहा गऱ्यौँ, अब भागी बिहे नै गऱ्यौँ होइन। र त्यसरी नै आज लास्टमा के भन्न चाहन्छु भने आस्याङलाई पनि एकदमै धन्यवाद भन्न चाहन्छु, एकदम थ्याङ्क यू भन्न चाहन्छु होइन। आज आस्याङले गर्दाखेरि मैले यति राम्रो लाइफ पार्टनर पाएँ। मैले त सोचेको पनि थिइनँ होइन, मेरो लाइफ चाहिँ यति मेरो लाइफमा चाहिँ अब यस्तो लाइफ पार्टनर पाउँछु भनेर होइन। तर आस्याङले गर्दाखेरि चाहिँ आज मैले चाहिँ यति राम्रो लाइफ पार्टनर पाएँ होइन। र आस्याङलाई पनि एकदमै थ्याङ्क यू भन्न चाहन्छु। र अर्को कुरा चाहिँ के हो भने हामीले चाहिँ लोयल्टी भन्ने चिज र विश्वास भन्ने चिज चाहिँ कहिले पनि टुट्नु दिनु हुँदैन। अगर हामीले एकबार जिन्दगीमा एकबार विश्वासघात कसैलाई गऱ्यौँ वा एकबार विश्वास तोड्यौँ होइन, त्यो फेरि दुबारा कहिले पनि जोडिँदैन। जोडिए पनि टुटेको ऐना जस्तो हुन्छ। अगर हजुरले यसरी टाल्नुहुन्छ नि त्यसमा मार्क हुन्छ नि, रेगा त देखिन्छ है होइन। र त्यही भन्न चाहन्छु एकदमै जोसँग पनि हजुरहरू माया गर्नुहुन्छ, हजुरको पार्टनरलाई एकदमै लोयल भएर बस्नुपर्छ होइन। एकदमै विश्वासमा बस्नुपर्छ एउटा। अब अहिले पनि हेर्नुहोस्, लछु कहाँ छ, म यहाँ छु, दिनरात केही नभनी म काम गरिरहेको छु, तर पनि उसले त मलाई त्यति नै विश्वास गर्छ नि त। त्यो विश्वास गर्छ भनेरै म आज हामीको बिचमा यति राम्रो सम्बन्ध जोडिरहेको छ होइन। र त्यही भन्छु, विश्वास चाहिँ एकदमै ठुलो कुरा जस्तो लाग्छ मलाई चाहिँ जिन्दगीमा। विश्वास र लोयल्टी है चाहिँ एकदमै ठुलो जस्तो, एकदमै इम्पोर्टेन्ट जस्तो लाग्छ एउटा रङ्गीन जीवन बिताउनुको लागि होइन। जहाँ विश्वास छ त्यहाँ सबै सुनौलो भएर जान्छ होइन। र धेरै लामो त बनाउँदिनँ अब भिडियो होइन, धेरै लामो त अब बोल्दै धेरै बोलिहाल्छु नि त म चाहिँ फेरि। र हजुरहरूलाई के कस्तो लाग्छ, हजुरहरू फेरि के जान्नु चाहनुहुन्छ किस बारेमा होइन, हजुरहरूले कमेन्ट गरिदिन सक्नुहुन्छ। र आजलाई चाहिँ यति नै छ, फेरि भेटौँला नेक्स्ट भिडियोमा है। र लासो फ्याफुल्ला।